हेलो गाइस, पार्क हो। यहाँ चाहिँ यस्तो भिडभाड हुन्छ। यो चाहिँ पार्क हो। यस्तो पार्क छ मालदिभ्समा। यस्तो सबै पार्क हो। यो चाहिँ चेटीहरू लाग्ने ठाउँ। जेटीहरू लाग्ने ठाउँ एकदमै रमाइलो देखिरहेको छ। अहिले चाहिँ यस्तो घाम लागेको छ, यति चर्को घाम लागेको छ कि यस्तो छ पार्कहरू। यो चाहिँ पार्क हो। म चाहिँ आज यता अफिसमा काम परेर आएको हो। अब चाहिँ रुम जान लाग्दैछु। हेर्नु होला गाइस। भिडियो नहालेको पनि धेरै भइसकेको थियो। मैले चाहिँ आज हाल्नै प्रायः जस्तो मेरो भिडियो यस्तै हुन्छ मालीभित्रको। मालीभित्रको रुखहरू यो चाहिँ रुखहरू हो। यो चाहिँ बाइकहरू पार्क गरेको। यो चाहिँ चराहरू पनि एकदमै सुन्दर छ। यो चाहिँ मस्जिद हो मुस्लिमहरूको। राम्रो छ। यस्तो छ। यहाँ चाहिँ सुनसान वातावरण, एकदमै शान्त वातावरण छ। फेरि रोड आयो। आज चाहिँ एकदमै चर्को घाम लागेको छ। हिजो अस्तिसम्म चाहिँ एकदमै पानी परिरहेको थियो। पानी पर्नाले चिसो पनि छ। अहिले चाहिँ एकदमै शान्त वातावरणहरू छ। शान्त नै छ अहिले चाहिँ। यस्तो छ गल्लीहरू। मैले अस्तिको भिडियोमा पनि भनेको थियो तपाईहरुलाई, रोडमा चाहिँ यसरी नै राख्छ। बाइकहरू पार्क चाहिँ यसरी नै गर्छ यहाँको मान्छेहरूले। दिनमा पनि यतिकै,
राति पनि यत्तिकै हुन्छ यो बाइकहरू चाहिँ यस्तै हो। यो चाहिँ सायद क्रिस्चियनहरूको होला यो चाहिँ। यो क्रिस्चियनहरूको होला सायद। यहाँ लेखेको छ तर हामीले बुझ्दैन के को हो यो। सायद च्यान जस्तो लाग्छ मलाई चाहिँ यो चाहिँ। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। यस्तो राम्रो गार्डनहरू बनाएको छ यी। मलाई लाग्छ त्यो च्यान चाहिँ च्यानै हो यो चाहिँ। मालदिभ्स इस्लामिक ब्याङ्क चलेको ब्याङ्क हो यताको यो चाहिँ। गल्ली गल्ली यस्तो छ, सानो छ रोडहरू पनि यस्तो गाडीहरू आउँछ। मालेभित्र मालेभित्रको यस्तो छ कन्डिसनहरू। यस्तो छ। भित्र चाहिँ पुरै जङ्गल, पुरै जङ्गल। एकदमै राम्रो हावा, सस्ता छ। बाहिर जे जस्तो भए पनि यो भित्र चाहिँ शान्त छ। हेलो गाइस, यति नै हो आजको भिडियो चाहिँ। मेरो भिडियो चाहिँ यस्तै आउँछ, जहिले यस्तै भिडियो हाल्छ भनेर बोर नमानिदिनु होला तपाईँहरू। पछि राम्रो भिडियोहरू पनि ल्याउने छु। तपाईँहरूको साथ सपोर्ट माया भयो भने।